हाम्रो मन्सिन हेरिरहेको होइन हामी केराबारीमा यो चाहिँ वाटर सकर है ल वाटर सकरको क्यारेक्टर भनिदिनु त वाटर सकर भनेको यो भन्दा पनि यो पात एकदम के हुन्छ मसिनो हुन्छ लामो खालको हुन्छ अनि सलपिटी काट्ने भनेर र अनि मनिषले पनि काट्दैछ टक्क सुशीले के वाटर सकर हान्दै काट्दै माथिबाट युरिया हालिदिएपछि अब यो नयाँ पलाउँदैन त्यही गर्ने हो पलाउँदैन भन्दा 2 3 ओए काट्न हामीले चाहिँ काट्दैछौँ है त गाइजहरू ल मनिषले काट के युरिया खै तलदेखि काट्ने र त उखाल्दैन त भन्छु म त माथि काट्दै ल काटिसक्यो केराको जस्तै हुन्छ गाइस खत्री यो काटिदिउ त तलको हामीले चाहिँ काटिरहेको छौँ बिग्रेका र यहाँ होइन युरिया हालिदिउँ टक्क सुशील यो के हो हामीले बनाएको यो भनेको हाम्रो बोडक्स पेस्ट हो है यो फेरि कसरी बन्छ भन्दाखेरि 1:1:10 को रेसियो बनाइन्छ 1 भनेको हाम्रो लाइम भयो 1 केजी 1 केजी होइन 1 ग्राम लाइम 1 ग्राम CuSO4 र 10 ग्राम 1 ग्राम हामी चाहिँ लाउन हिँडिरहेको छौँ टक्क लगाएर बोर्ड स्पेस लाउने आज प्र्याक्टिकलको कुनै माथि कुनै तल हैन है बिग्रो छ आफूतिर नतान्नु सिधै उतैतिर कता